कसैसँग 24 घण्टा कुरा गर्नु मात्र प्रेम हुँदैन। रातभरि कसैका लागि जागिरहनु पनि प्रेम हुँदैन। साँचो प्रेम त त्यो भन्दा धेरै गहिरो हुन्छ। जब कसैले तिमीलाई तिम्रो सबैभन्दा नराम्रो अवस्थामा देख्छ, तिम्रा कमजोरीहरू देख्छ र त्यसपछि पनि उही माया गरिरहन्छ, त्यो नै प्रेम हो। प्रेम त्यो हो जब तिमी आफै केही गर्न सक्ने अवस्थामा हुँदैनौ, तर त्यो व्यक्ति तिम्रो लागि बाँच्ने कारण बनिरहन्छ। जब तिमी टुटेर रोइरहेका हुन्छौ, उसले केवल चुप गराउने प्रयास गर्दैन, बरु तिमीलाई महसुस गराउँछ तिमी एक्लै छैनौ। जब तिमीलाई आफ्नो भित्र केवल कमजोरीहरू मात्रै देखिन थाल्छ, त्यो व्यक्तिले तिमीलाई तिम्रा राम्रा पक्षहरू सम्झाइरहन्छ। जसले तिम्रो लागि प्रार्थना गर्छ, तिम्रो मौनतालाई पनि बुझ्छ। तिमी साथ नभए पनि तिमी प्रति वफादार रहिरहन्छ। जो मानिसहरूले तिमीलाई अनकम्फर्टेबल फिल गराउँछन्, तिम्रो शान्तिको लागि उनीहरूसँग दूरी बढाउँछन्। तिमीलाई कुनै कुरामा मन नलागेको बेलामा पनि उसले तिमीलाई हँसाउने प्रयास गरिरहन्छ। र सबैभन्दा ठुलो कुरा, उसले हरेक दिन तिमीलाई नै रोज्छ। हरेक मोडमा, हरेक कठिनाइमा, हरेक परिस्थितिमा फेरि पनि केवल तिमीलाई। यही नै साँचो प्रेम हो। र सायद कहिले तिमीलाई यस्तो प्रेम मिल्यो भने त्यसको भावनासँग खेल्ने कोसिस नगर, किनकि सबैलाई यति साँचो मन पराउने भाग्य हुँदैन।